नमस्कार, म वरिष्ठ पशु स्वास्थ्य सेवा प्राविधिक अभि यादव। आज मैले गाई भैँसी र बाख्रा पाल्ने किसानलाई एउटा महत्त्वपूर्ण रोगको बारेमा जानकारी गराउन चाहन्छु। त्यो एकदम व्यापक रूपमा देख्ने गरिन्छ। त्यो रोगको नाम हो मस्टाटिस अथवा थुँदैलो। थुँदैलो भनेको के हो, त्यसको के कारणले लाग्छ, त्यसले कसरी समाधान गर्न सकिन्छ, कसरी उपचार गर्न सकिन्छ र कसरी हामीले आफ्नो गाई बस्तुलाई जोगाउन सकिन्छ भन्ने यो कुरामा विषयवस्तुमा हजुरहरूलाई जानकारी गराउन चाहन्छु। यो भिडियो लास्टमा हेरिदिनु होला। आखिर थुँदैलो भनेको के हो? थुँदैलो भनेको तपाईँको थुन वा कचौडामा हुने इन्फ्लामेसनलाई थुँदैलो भनिन्छ। दुधमा तपाईँको फिजिकल, केमिकल र बायोलोजिकल परिवर्तन देखिन्छ। यसमा थुनबाट तपाईँको लेग्रा छोक्रा अथवा रातो, पहेँलो र पानी जस्तो दुध आउँछ, त्यसैले थुँदैलो भनिन्छ। तपाईँको यो विशेष गरेर तपाईँको धेरै दुधारो पशुहरूमा चाहिँ लाग्ने गरिन्छ, जस्तै होल्स्टेन र जर्सी र मुरा जातको भैँसीहरूमा बढी यो देख्ने गर्छ। विशेष गरेर यो पहिलो बेदको वस्तुहरूमा चाहिँ देख्ने रोग हो, तर दोस्रो र तेस्रो बेदमा नै देख्न सकिन्छ, नदेख्ने होइन। यसको अब के कारणले यो लाग्ने गर्छ? विशेष गरेर यहाँ किसानको कन्सेप्ट के छ भन्दाखेरि घाँसको कारणले थुँदैलो लाग्छ, होइन, घाँसको कारण लाग्दैन। यसको प्रमुख लक्षण भनेको लाग्ने भनेको तपाईँको ब्याक्टेरियाको कारणले हो। ब्याक्टेरिया, भाइरस, फङ्गसले यो लाग्ने गर्छ। यसको विशेष गरेर लागिसकेपछि लक्षण कस्तो देखिन्छ भन्दाखेरि दुई थरीले लक्षण देखाउँछ। एउटा भनेको तपाईँको क्लिनिकल मास्टाइटिस भनिन्छ, एउटा सब क्लिनिकल मास्टाइटिस भनिन्छ। क्लिनिकल मास्टाइटिसमा तपाईँको अब आँखाले देखेर अथवा हातले छामेर पत्ता लगाउन सकिन्छ हामीलाई। यसमा तपाईँले यसलाई 3 भागमा चाहिँ विभाजन गरिएको छ। पहिलो तपाईँको सब क्लिनिकल मास्टाइटिस। सब क्लिनिकल मास्टाइटिस जब त्यो फेजमा जान्छ तपाईँको थुँदैलो, तब तपाईँको एकदम वस्तुलाई एकदम ज्वरो आउने, सास फेर्न गाह्रो हुने, कचौडा सुनिने र दुधबाट अलिकति लेग्रा छोक्रा आउने गर्छ। त्यसपछि तपाईँको अब दोस्रो भनेको तपाईँको अब यसलाई एकुट तपाईँको थुँदैलो भनिन्छ। कचौडा तपाईँको यसमा सुनिन्छ र दुध फाटेको आउँछ र दुधको रङ एकदम परिवर्तन देख्छौँ हामीले। त्यसपछि तपाईँको अर्को तपाईँको क्रोनिक, सबभन्दा लास्ट फेज भन्छ, यसले क्रोनिक फेज भन्छ। त्यसमा तपाईँको एकदम कचौडा एकदम साह्रो हुने एकदम ढुङ्गा जस्तो, छाम्दाखेरि तपाईँको त्यहाँ खाल्टो बस्छ, तपाईँको दुध एकदम गाह्रो हुन्छ, आउनै सक्दैन, एकदम बल्ल अलिकति 1-2 सार्का आउँछ, नत्र आउँदैन। त्यो फेजमा गएपछि अलिकति गाह्रै हुन्छ उपचार गर्न। उपचार गऱ्यो भने तपाईँको छिटो रिजल्ट आउँदैन, तर उपचार यसलाई नै यो फेजमा गयो भने तपाईँको कुनै गाईले बचाउन सकिन्छ, नबचाउने होइन। त्यसपछि तपाईँको अर्को तपाईँको सब क्लिनिकल मास्टाइटिस। सब क्लिनिकल मास्टाइटिसमा तपाईँको विशेष गरेर तपाईँको हामीले किसानले अब पत्ता लगाउन सक्दैन। थुँदैलो भइसकेको हुन्छ तर किसानलाई थाहा हुँदैन। त्यो विशेष गरेर त्यो थाहा पाउनको लागि तपाईँलाई कल्चर गराउनुपर्छ। त्यो पनि तपाईँको कल्चर कसरी गराउनु भन्दाखेरि एउटा सिएमसी टेस्ट भन्छ, सिएमटी रिएजेन्ट आउँछ। त्यो रिएजेन्ट तपाईँको 3 ml रिएजेन्ट र 3 ml तपाईँको दुध राखेर र एउटा पेड आउँछ, त्यो पेडमा राखेर तपाईँको यसरी घुमाउनुपर्छ। घुमाएपछि तपाईँको त्यहाँ दुधको रङ फरक हुन्छ अथवा दुध तपाईँको फाट्छ भने, त्यो थुँदैलो भएको भने हामीले बुझ्न सकिन्छ। यसरी त्यसलाई टेस्ट गरेर हामीले सब क्लिनिकल मास्टाइटिस चाहिँ पत्ता लगाउन सक्छौँ। अब यसलाई हामीले उपचार कसरी गर्ने? यसको उपचार विशेष गरेर तपाईँको अब यो लागिसकेपछि वस्तुले ज्वरो आए छैन भने तपाईँको अब सामान्य खानपिन सबै ठिक छ, दुध तपाईँको हल्का बिग्रेछ भने त्यसलाई उपचार गर्नको लागि तपाईँको अब बुफर भनेर आउँछ। बुफरमा तपाईँको ट्राइसोडियम भनेको एउटा तपाईँको तत्त्व हुन्छ। बुफर तपाईँको प्रतिदिन एउटा खियाउने। त्यसपछि तपाईँको अब एउटा मेमिडियम आउँछ इन्टान्सको, अर्को तपाईँको मस्टिफास्ट आउँछ भिटामिन काइन्डको। अरू कम्पनीहरू धेरै बनाएका छन् त्यो 4वटा पत्तावाला। त्यो दुटा खियाएपछि तपाईँको ठिक हुन्छ। तर तपाईँको अब थुँदैलो तपाईँको अब
क्रोनिक स्टेजमा गइसकेको छ, वस्तुले ज्वरो छ, खानापानी छोडिदिएको छ भने त्यसले हामीले एन्टिबायोटिक प्रयोग गर्नुपर्छ। एन्टिबायोटिक प्रयोग गर्दाखेरि तपाईँको विशेष गरेर अब जेन्टामाइसिस अथवा इन्ट्रोफ्लोक्सासिलिन, टेट्रासाइक्लिनहरू अथवा सेफ्ट्रियाजोनहरू हामी लाउन सकिन्छ। मलाई कुरा गर्नुहुन्छ, मैले विशेष गरेर अब यो थुनाइलो केसमा लाउने भनेको इन्ट्रोफ्लोक्सासिलिन हो। इन्ट्रोफ्लोक्सासिलिनको रिजल्ट अलिकति मलाई राम्रो लाग्छ, मैले प्रयोग गर्ने भनेको त्यही हो। त्यसपछि तपाईँको अब त्यसको लागि कचडा सुन्निएको हुन्छ, ज्वरो आएको हुन्छ, त्यसको लागि तपाईँ मिलेक्सिकम पिनी लगाउनुपर्छ। तपाईँको लगभग 20-25 ml तपाईँको एउटा राम्रो हेल्दी गाई छ तपाईँको लगभग 5 कुन्टलको अथवा 5 कुन्टलभन्दा बढी छ भने 20-25 ml मजाले हामी लाउन सक्छौँ। त्यसपछि अब एन्टिहिस्टामिन केरामाइन जिट्नी तपाईँको लाउनै पर्छ 10 ml। त्यसपछि तपाईँको त्यसको साथसाथै तपाईँको एउटा मस्टी केयर भनेर आउँछ, मस्टी लेप भनेर आउँछ। त्यो कचडामा तपाईँको अब दल्न लाउनुपर्छ, राम्रोसँग दल्न लाउनुपर्छ। सुरुमा तपाईँको अब गऱ्यो महिना छ भने त्यसले आइसले सेद्न लाउनुपर्छ। आइसले सेदेर अनि त्यसपछि त्यो मस्टी केयर, मस्टी लेप मलम बनाउँछ, त्यो दलेर छोडिदिनुपर्छ। त्यति गरिदिए तपाईँको कचडा तपाईँको सुनेको कम हुन्छ र वस्तुले एकदम अलिकति स्ट्रेस तनाव कम हुन्छ भन्ने फिल्ड प्र्याक्टिसमा छन्। अब तपाईँको अब यसको अब थुनाइलो नलागोस् भनेर हामीले कसरी त्यसलाई प्रिभेन्सन एन्ड कन्ट्रोल कसरी गर्ने, यसलाई रोकथाम कसरी गर्ने? रोकथाम तपाईँको अब सबभन्दा पहिला कुरा तपाईँको वस्तुलाई अब दुध दिने वस्तुलाई धुनुभन्दा अगाडि तपाईँले आफ्नो हात साबुन पानीले धुने, खोर एकदम सरसफाइ राख्ने। दुध दुहुने क्रममा तपाईँको अब बेटाडिनले अलिकति अब दुहेर अनि बेटाडिनले अलिक चोपिदिनुपर्छ, थुनलाई चोपेर अनि छोड्नुपर्छ। अनि तपाईँको दुधै बित्दै तपाईँको अब वस्तुलाई एकदम सजिलो हुन्छ, कचौडाबाट दुध निकालेपछि यसलाई त्यो हल्को हुन्छ, शरीर बस्न खोज्छ, त्यसले बस्न दिनु होइन। नबस्न दिनको लागि हामी के गर्नुपर्छ भनेको घाँस फराल हालिदिनुपर्छ ताकि 15-20 मिनटसम्म खाओस्। घाँस फराल हालिदिएपछि तपाईँको के हुन्छ, तपाईँको खान्छ। त्यसपछि तपाईँको दुधको जुन पाल हुन्छ, तपाईँको थुनको पाल, त्यो तपाईँको लगभग 10-12 मिनटसम्म त खुलै हुन्छ। त्यो बिस्तारै त्यो लक हुनको लागि त्यो 10-12 मिनट तपाईँको त्यो पर घाँस फराल हालिदियो भने त्यो खान्छ, यता लग्नु भइरहन्छ। त्यही भएर त्यसलाई अब त्यो दुधको पाल तपाईँको बन्द होस् भनेर तपाईँले घाँस फराल हालिदिनुपर्छ। त्यति काम हामीले गऱ्यो भने थुनाइलोलाई एकदम कन्ट्रोल गर्न सकिन्छ। तपाईँको विशेष गरेर यो चितवनको कन्डिसनमा के छ भन्दाखेरि तपाईँको अब गोठ यहीँ छ, गोबर फाल्ने नि अब मल खाने त्यही छ। त्यसको कारणले तपाईँको झन् तपाईँको अब ब्याक्टेरियाहरू तपाईँको त्यही नजिक हुनाको कारणले थुनाइलो हुने चान्स धेरै हुन्छ क्या। सकेसम्म तपाईँको गोबर खाद्य मल तपाईँको अलिकति खोरभन्दा टाढा राख्नुपर्छ कि। टाढा राख्यो भने विशेष गरेर धेरै हामी कुरा थुनाइलोलाई खोरमा नआउनको लागि धेरै सहयोग गर्छ त्यसले। त्यति कुरा गऱ्यो भने तपाईँहरूले एकदम थुनाइलोलाई कन्ट्रोल गर्न सक्नुहुन्छ, आफ्नो गाईबस्तुलाई सुरक्षित राख्न सक्नुहुन्छ, आफ्नो दुध जुन प्रोडक्सन छ, आफ्नो उत्पादन छ, त्यसले सीमित गर्न सक्नुहुन्छ। हस्, आजको भिडियो मैले यति बनाएँ। हजुरलाई के कस्तो लाग्यो मलाई लाइक कमेन्ट गर्नु होला। धन्यवाद।